ल अब हाम्रो ड्यु स्कुटी आएको छ। यसमा पनि अब टचिङ काम छ अनि यसको ग्राफिक्सहरू स्टिकरहरू लगाउनु पर्ने छ। ल कम्पनीको ग्राफिक्स लगाउनु पर्ने छ। यसको पनि अब यो खुइले छ, अब यसको पनि हामीले उपचार गर्नेछौँ। यहाँ पनि छ मिटर मार्क्सिङ। यसको पनि हामीले सबै स्टिकरहरू अब रिमुभ गरिसकेका छौँ। अब यसमा कार्पेट्सहरू लगाएर अब यसलाई माझ्नु पर्नेछ। यसको कार्पेट्सको काम सकिएको छ। ड्यु स्कुटी रेडी भइसकेको छ। हाम्रो पेन्टको काम सकिएको छ र यसमा हामीले ग्राफिक्स पनि हानिसकेका छौँ। भाइजर स्टिकर लगाएर हामीले यहाँ पनि कलर हानेका छौँ। पुरै फिनिसिङ भइसकेको छ। अब यहाँ पनि पुरै खुलिसकेको थियो, हामीले यहाँ पनि कलर हानिदिइसकेका छौँ।